महिलाहरूले जब त्यहाँ लडे, साहस शौर्य देखाए, धैर्यता देखाए जनयुद्धमा, त्यस पछाडि नेपाली सेना बाध्य भएर चाहिँ महिलाहरूलाई राख्न पर्ने रहेछ भनेर पहिलोपटक त्यहाँ छिर्यो। पछाडि हामीले महिलाहरूको अनिवार्य कोटा नै व्यवस्था गर्ने भने पछाडि अरू सबै राज्यका निकायहरूमा पनि त्यो अब जानी भइहाल्यो। अहिले महिलाहरू तपाईँले सशक्त रूपले अहिले हेर्नुभयो भने प्रधान न्यायाधीश महिला हुनुभयो, यद्यपि अस्ति आन्दोलनले हुनुभयो तर प्रधानमन्त्रीजी महिला हुनुभयो, सभामुख महिला हुनुभयो, राष्ट्रपति महिला हुनुभयो, सेनामा महिला हुनुभयो, संसदमा अहिले 50% हुनुपर्छ भन्ने चाहिँ लेभलमा पुगिसक्यो, 33% कम्पलसरी हुने भयो भन्दा त्यहाँ सबै भयो। र आज हामीले सबैलाई के दिने हो भन्यो भने तपाईँले के दियो, दिनकै दाल भात तरकारी त प्रत्येक व्यक्तिले कहाँ दिन सक्छ, तर दिने भनेको आत्मसम्मान हो, मनोबल हो, तपाईँको इच्छा शक्ति हो। तपाईँलाई इच्छा भएर पनि समाजमा खडा हुन सक्ने हैसियत दिएन भने मान्छेले जिन्दगीमा कहिल्यै प्रगति गर्दैन। दलित किन दलित भयो, खान नपाएर दलित भयो, त्यसलाई समाजमा शिर उठाएर चाहिँ बोल्न नदिएर भएर, शिर उठाएर म पनि काम गर्न योग्य व्यक्ति हुँ भन्ने कुराको वातावरण नदिएर त्यो दलित भएको। महिला किन महिला भयो, महिलालाई त महिला होस्, तैँले यसो गर्नुपर्छ, यसो गर्नुपर्छ, यसो गर्नुपर्छ, यसो गर्नु हुँदैन, यसो गर्नु हुँदैन भन्या भएर त्यो भएको। उसलाई चाहिँ समाजमा शिर ठाडो गरेर चाहिँ जाग्ने वातावरण बनाएपछि उसले काम गर्न सक्छ। आज देशैभरि व्यक्तिहरूले जनयुद्धले के दियो, 17,000 मरेर के दिइस्, के ल्याइस् भन्छ मान्छेहरू। मेरो तिनीहरूप्रति दयापूर्ण चाहिँ क्वेसन छ कि यी सारा मानिसहरूलाई, दलितलाई दलितको ठाउँबाट उठेर म यो देशको नेपाली हुँ, म यो देशमा बराबर यो देशको प्रधान सेनापति हुने पनि हैसियत राख्छु भन्दाखेरि कसैले पनि हाँसोमा उडाउँदैन। अहिले महिलाले जुरुक्क उठेर यो देशको प्रधानमन्त्री म हो भइसक्यो, म पनि हुन्छु, म पनि बन्दुक पड्काएर योद्धाको रूपमा काम गर्न सक्छु भन्यो भने कसैले चाहिँ हाँसोमा उडाउन सक्दैन। यो हो दिएको गणतन्त्रले, 17,000 मान्छेले दिएको कुरा यो हो। आम जनजातिहरूलाई कुनै जातीय विभेदका कारणले म चाहिँ तल पर्नु पर्दैन। मलाई सक्ने जति म प्रतिस्पर्धा गर्छु, नसक्ने जति चाहिँ कोटामा मेरो रिजर्भ कोटा पनि छ, त्यहाँबाट पनि म चाहिँ राज्यमा आफ्नो प्रतिनिधित्व गराउँछु, मलाई कहीँ हेपिँदैन भन्ने वातावरण जनयुद्धले दियो, त्यो युद्धले दियो, त्यो योद्धाहरूले दिए, ती 17,000 मानिसहरूले दिए, तिनले बलिदान दिए, तिनको रगतमाथि टेकेर आज हर चाहिँ तल्लो वर्गका मान्छेहरूले शिर ठाडो पार्ने भएका छन्। जुन दिन तिनको शिर ठाडो हुन्छ आफ्नो जिन्दगीका बारेमा आफै निर्णय गर्छन्, आफ्नो जिन्दगी कसरी बनाउनु पर्छ भन्ने कुरा बनाउँछन्। हरेक दिन घाँस बाँस कपास चाहिँ मुखा लगाएर खुवाइदिने, ओछ्याना लगाएर सुताइदिने, बिहान उठाइदिने भन्ने राज्य वा कुनै पनि आन्दोलन र क्रान्तिले गर्ने कुरा होइन, दिँदैन। त्यसकारण हर व्यक्तिले क्वेसन गर्नुभन्दा अगाडि चाहिँ थाहा पाउनुपर्छ म क्वेसन किन कसरी गर्न सकिरहेको छु। आँखा जुधाएर प्रधानमन्त्री भेट्थ्यो, आज 17 वर्षको चाहिँ एउटा भर्खरको ठिटो बुमर बोकेर प्रधानमन्त्री गृहमन्त्री सबैलाई चाहिँ सिधा आँखा जुधाएर तिमी को हौ भन्न सक्थ्यो? त्यो सक्ने बनाएको जनयुद्धले हो, जनयोद्धाले हो, जनमुक्ति सेनाले हो, 17,000 चाहिँ नेपाली जनताको बलिदानले हो। त्यसकारण त्यो बलिदानप्रति रेस्पेक्ट नगरिकन जो बोल्न आउँछ त्यो बोलिने प्रति पनि उसले अपराध गरिरहेको छ, आफै पनि अन्याय गरिरहेको छ। त्यसकारण आज दिएको कुरा चाहिँ त्यो चिज हो।